चुनावमा बारम्बार पराजित हुँदा पनि राजनीति र सत्ताको नसाले रातभरि निन्द्रा नलाग्दा उहाँ मध्यरातमा उठेर यस्तो स्ट्याटस लेख्नुहुन्छ। अनि रविन्द्रजी, तपाईँले भन्नुभयो आफ्नो स्ट्याटसमा कि राजा र दल बिना सहमति बिना नै राज संस्था फाल्यो भनेर। तपाईँले राजाले चाहिने पत्रकार सम्मेलन बोलाएर श्रीपेश र राजदण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको छु भन्ने कुरा के त्यो चाहिँ हेर्नु भएको थिएन? श्रीपेश र राजदण्ड नेपाल सरकारको जिम्मामा रहने गरी तपाईँले भनेअनुसार रवि दाइलाई र बालेन राई राजनेता बन्नु छैन, उहाँहरू जननेता नै ठिक छ। जनताले 2/3 लगभगको चाहिने म्यान्डेट दिएर पठाएको मान्छे त्यो आफैमा एउटा राजनेता हो। त्यही भएर तपाईँले सिकाउनु पर्दैन राजनेता कसरी बन्ने र जननेता कसरी बन्ने भनेर। हामीले भनेको छैनौँ कि राजाले विकास गरेनन् भनेर, तर एक गाग्री पानीबाट एक अम्खोरा पानी झिकेर जनतालाई बाँड्नु त्यसलाई विकास भनिँदैन। हाम्रो नेपाल देश त राजाकै बेलामा विकास भइसक्नुपर्ने, किनभने हाम्रो राजाका छोराहरू सबै ब्रिटिस साम्राज्यमा पढ्थे। राजाले ब्रिटिस साम्राज्य देखेका थिए भनेपछि त्यही मोडललाई ल्याएर नेपाललाई त्यतिखेर नै ब्रिटिस साम्राज्य जस्तो चाहिँ विकास र विस्तार किन गर्न सकेनन्? किन चाहिँ गरिब जनतालाई चाहिँ जहिले पनि अशिक्षामा भुकमरीमा किन राखे त? चिन्ता नगर्नुहोस्, तपाईँले धेरै कुर्नु पर्दैन, 1 दशक कुर्नुहोस्, तपाईँले हाम्रा यी दुवै नेतालाई राजनेता भएको पनि देख्नुहुनेछ।